यो चाहिँ म हो है, यो चाहिँ मेरो छाया हो। माइकल ज्याक्सन जस्तो देख्दैन रहेछ? कमेन्टमा भन्नुहोस् ल। माइकल ज्याक्सन जस्तो देख्छ कि बोरा जस्तो देख्छ भन्नुहोस् ल। अन्त अघि मैले तपाईँहरूलाई तलदेखि भिडियो बनाएको थिएँ नि त, योभन्दा अगाडिको भिडियोमा लाहाङ भनेर। यहाँ चाहिँ लाहाङ हो, तङसेबजी लाहाङ चाहिँ यहाँ है। हेलो यहाँ आउँदै यता हो, तपाईँहरू दर्शन गर्नु सक्नुहुन्छ, तपाईँको मनकामना पुरा हुन्छ। यहाँ लाहाङ हो, धेरै धेरै वर्ष बितेको लाहाङ चाहिँ यहाँ चाहिँ। हामी चाहिँ बेलुका बेलुका आएर यहाँ घुम्छ। यताबाट आउँदैछ हामी मुनिबाट, यताबाट आएको हामी चाहिँ अहिले। यो चाहिँ थिम्पूको हाइवे हो, यो चाहिँ थिम्पू टु मगर, टासीगाउँ, टासीयाङ्ची, सम्झुजङखोर, अनि त्यहाँदेखि के भन्छ गिलिफु जानेको बाटोहरू सबै यहाँबाट है साथीहरू। यहाँदेखि पनि अझै अगाडि गएर टङ्सा टाउनदेखि चाहिँ उँधो उँभो जाने वाइ छ भनेर भन्नु चाहेँ। हस् वा कस्तो दामी देखेको भनेर म भन्दिनँ, तपाईँहरूले भन्नुपर्छ हो। मेरो चाहिँ यहाँ सेकेन्ड हो यो चाहिँ भिडियो, 3 भिडियोको यो चाहिँ मैले अहिले बनाएको कि तपाईँहरूलाई। म चाहिँ के भन्छ यो युट्युब बनाउनुको मेरोमा तरिका छैन होइन। मिस्टेक भयो भने तपाईँले भनिदिनुहोस् मलाई, तपाईँहरूको कमेन्ट हेरेर पढ्नु जाने भने म तपाईँहरूले फेरि भिडियो बनाएर रिप्लाई दिन्छु। हस् यस्तो हुन्छ है हाम्रो यहाँ चाहिँ। टोङ्सा चौका ताङसेबजी ग्याग हो। यहाँ अघिको लाहाङको भित्र जाने गेट चाहिँ यो हो। तपाईँहरू आउनुहोस्, यहाँभित्र जानुहोस्, तपाईँहरूले चिताको सम्झेको सबै पुरा हुन्छ। यो चाहिँ एकदम छेती लाहाङ हो है। यहाँ हेर्नुहोस् ओके, गाडी आउँदैछ, बुमटाङको गाडी। यहाँ एउटा ह्यान्डसम म्यान साइकलमा आउँदैछ एकदम कुलमा। यहाँ ब्युटिफुल गर्लहरू आफ्नो आफ्नो बोयफ्रेन्डसँग च्याटिङ चल्दै होला सायद भनेर म भन्दिनँ। अन्त अझै भिडियोहरू त यहाँबाट चाहिँ त बुमजारिम बेसी दिन आउँदै गएको थियो, त्यो एउटा बुमजारिम बरु यहाँबाट जाँदैछ त्यही। अन्त मेरो भिडियोमा चाहिँ फलो गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्, लाइक गरिदिनुहोस्। हस् ओके।